श्री गणेशाय नमः। श्री सरस्वती नमः। आज पनि श्री स्वस्थानी व्रतकथा अन्तर्गत 17औं अध्याय लिएर उपस्थित भएको छु। सर्वप्रथम शुभारम्भ गरौँ पुष्पाञ्जलिबाट। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद् गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमाणि द्रुवजानि तानि पुष्पाञ्जलिर्वेतु सुखाय नित्यं। मन्त्रपुष्पाञ्जलिं समर्पयामि उमामेश्वराभ्यां नमः। श्री स्वस्थानी परमेश्वरे नमः। श्री स्वस्थानी परमेश्वरे ओम पुस्तकाय नमः। जय माता। श्री गणेशाय नमः। श्री सरस्वती नमः। श्री गणेशलाई, श्री सरस्वतीलाई, श्री स्वस्थानी मातालाई प्रणाम गर्दै अथ सप्तदशोऽध्याय। अब 17औं अध्याय प्रारम्भ हुन्छ। सबै श्रवणकर्ताहरूले ध्यानपूर्वक श्रवण गर्नुहोला। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यहाँ उपरान्त महादेव राजहंसका राजा भई मानसरोवर पोखरीमा हरेक हंस साथ माली जलक्रीडा गरी बसेका थिए। त्यसै बेलामा विष्णु साह्रै वेगसँग आएको देखेर हंसरूप श्री महादेव आज्ञा गर्छन्, हे विष्णु, यस्तो चाँडो वेगले किन म छेउ आयो? तिमीलाई कुन कुराको दुःख पर्यो? करुणामूर्ति महादेवले यस्तो आज्ञा गरेको सुनि विष्णु गरुडदेखि ओर्ली साष्टाङ्ग प्रणाम गरी भने, हे ईश्वर, तपाईँ यहाँ आउनु भएपछि जालन्धरले तपाईँको भेष धरी पार्वतीलाई छल्नलाई कैलाशमा गएछ र पार्वतीलाई देख्ने बित्तिकै मूर्छा भएछ। पार्वतीले मलाई छल्न भनी पापिष्ट जालन्धरले महादेव रूपधरी आएको भनी थाहा पाए। त्यहाँ नबसी कसैको नदेख्ने ठाउँमा लुकी मलाई डाक्नु हुँदा म गई सब विस्तार बुझी यहाँ तपाईँ भएको ठाउँमा आएको हुँ। अब गई त्यस जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट गराइ आउँछु। यति विष्णुले भनेको वचन सुनि महादेवले राजहंसको रूप छाडी आफ्नो रूप भई क्रोधले आँखा रातो गरी आज्ञा गरे, हे विष्णु, उसो भए कैलाश जान्छु। तिमी वृन्दा छेउ गई पतिव्रता धर्म डगाई म छेउ आऊ। त्यस पापिष्ट जालन्धरलाई नमारी जिउँदै छोड्ने छैन। यति भनेर श्री महादेव पाखुरानी मोठी क्रोधले युक्त भई विष्णुलाई बिदा दिई त्यहाँदेखि अन्तर्ध्यान भई कैलाशमा पार्वती लुकिरहेको ठाउँमा गए। महादेव आएको पार्वतीले देखि पाउ धोइ दण्डवत गरी, हे स्वामी भनी जालन्धर आएको वृत्तान्त सुनाइन्। तब महादेव आज्ञा गर्छन्, हे पार्वती, त्यस जालन्धरलाई नमारी छोड्ने छैन। विष्णु वृन्दाको सत्य डगाउन गइरहेछ, आउने बित्तिकै युद्ध गरी मारुला। यति भनी भवानी शङ्कर दुवैको कुरा गरिरहे। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त विष्णु जालन्धरको भेष गरी अन्तपुरमा जाँदा भए जालन्धर श्री विष्णु आएको देखि वृन्दाले आफ्ना स्वामी जालन्धर आए भनी बाटोमा आई पाउ धोई भित्र लगी कोठामा राखिन् र वृन्दाले भन्न लागिन्, हे स्वामी, तपाईले पार्वतीलाई छल गर्न जानुभएको कसो गरी आउनुभयो? पार्वती म भन्दा कतिकी राम्री रहेछन् सो भन। वृन्दाले यस्तो भन्दा जालन्धरधारी विष्णु आज्ञा गर्दछन्, हे वृन्दा, पार्वतीलाई छल गर्न सकिने रहेनछ, किनभने पार्वतीको घरभित्र जान लाग्दा ढोकामा बसेका द्वारपालले मलाई देख्दैमा बिउजी हेर्दा कोठामा बसेका अघोर मूर्ति द्वारपाललाई देखि डराई फर्किआए। उनले वृन्दा छेउ यस्तो कुरा गरिरहँदा वृन्दाले यो जालन्धर होइन, विष्णु जालन्धर भई मलाई छल्न आएका हुन् भनी थाहा पाइन्। अब मैले केही जुक्ति गर्नु पर्यो भनी हाउभाउ कटाक्ष गरी विष्णुलाई हातमाली भन्न लाग्ने, हे स्वामी, म केही भन्छु
तपाईँ मान्नुहोला कि अब भेषधारी विष्णुले जे भने पनि मानुला भन्दा बाचा गराई। तब वृन्दाले अरू थोक के होइन, म नआउन्जेल यही बसिरहनु होला भनी विष्णुलाई कोठामा थुनी आफू अर्कै घरभित्र गई बसिरहे। अहिले आउलिन् भन्दा भन्दामा 4 दिन बित्यो तैपनि आइनन् र विष्णुले चिन्ता गर्न लागे। अब यसै बसिरहँ भने कति दिन बसिरहँ, श्री महादेवले के भन्लान्। जाउँ भने बाचाले हारी कसरी जाउँ भनी चिन्तन गरिरहेका थिए। त्यस्तैमा श्री महादेवले विष्णु गएको यतिका दिन भयो फर्केनन् भनी ध्यान दृष्टिले विचार गरी हेरेर पार्वती छेउ आज्ञा गरे। हे पार्वती, वृन्दालाई छल्न गएका विष्णुलाई वृन्दाले छली कोठामा थुनी राखेको रहेछ भनी आफ्ना मायाले 16 वर्षको उमेर भएर अत्यन्त राम्रा भिक्षुक सृष्टि गरी आज्ञा भयो। हे भिक्षुक, तिमी अन्तपुर जालन्धरका घरमा गई भिक्षा मागी जालन्धरकी स्त्री वृन्दाले कोठामा थुनी राखेको विष्णुलाई मागी ल्याऊ। यति महादेवको आज्ञा सुनि हवस पनि भिक्षुकको भेषधारी जालन्धरका घरमा गई भिक्षा मागे। तब वृन्दाले झ्यालबाट हेरेर अत्यन्त राम्रो योगीलाई देखी। यो योगी अति राम्रो रहेछ, यस्तो राम्रो योगी आजसम्म मैले देखेकी थिएन। यहाँ मेरा घरमा पनि कहिले आएको थिएन। तसर्थ नयाँ योगीलाई भिक्षा दिनुपर्छ भनी भिक्षालाई हे योगी के माग्नको मनसुमा गरी आयो भन भनी वृन्दाले भन्दा केही माग्न आएको छु, दिने भए माग्छु, नदिने भए के मागु भन्दा मैले दिन हुने कुरा मसँग भएको जेसुकै मागे पनि दिन्छु भनी बाचा गरेर भिक्षुकले अरू थोक होइन, तिमीले थुनी राखेकोलाई माग्छु त्यो एउटा देऊ भनी मागेर वृन्दाले मनमा म भन्न लागिन। अब कसो गरौँ, योगीले छल गरी बाचा बधाई माग्यो, नदिउँ भने बाचाले हारे। जेसुकै भए पनि बाचा हार्नु छैन। आफूले कोठामा थुनी राखेको भेषधारी विष्णुलाई बाहिर ल्याई योगीलाई दिई पठाइन्। यस्ता तरासँग विष्णुलाई साथ लिई योगी बाहिर निस्की त्यहाँदेखि अन्तर ध्यान भई कैलाशमा गई महादेवलाई वृत्तान्त सुनाए। त्यहाँ उपरान्त विष्णु बाहिर आए, मनमा चिन्ता गर्न लागे। अब कसो गरौँ, वृन्दाको सत्य डगाउन पनि आएकोमा उसैले थुनेर बस्नु पर्यो। महादेवले के भन्ने होला भनी गरुडमा सवार भई कैलाशमा पर्वतमा जाँदा विष्णु गरुडमा चढी गरुडका शब्दले पार्वतीदेखि मूर्छा भइरहेका जालन्धर मूर्छाबाट बेउजी। कसको शब्द हो भनी हेर्दा विष्णुले कैलाशको चर्चा गरी हिँड्दा रहेछन्। पार्वतीलाई छल्न सकिने रहेनछ। अब यहाँ नबसी घर जाउँ भनी जालन्धर आफ्नो घर गयो। हे अगस्त्य मुनि, विष्णु श्री भवानी शङ्कर छेउ पुगी प्रणाम गरी एकातिर अलग भई बसिरहे विष्णुलाई महादेवजीले देखि आज्ञा गरे। हे विष्णु, वृन्दालाई छल्न गएको यतिका दिनसम्म के गरिरह्यो? वृन्दाको सत्य ढगाउन सक्यौ कि सकेनौ? यस्तो महादेवको वचन श्री विष्णु विन्ती गर्छन्। हे ईश्वर, तपाईँका आज्ञाले म गएँ। वृन्दाले छनी म नफर्किउन्जेल यही कोठामा बसिरहनु भनी मलाई बाचा गराई वृन्दा निस्किन्। वृन्दा आउलिन् भनी बस्दा 4 दिन बिति गयो। बाचाले हारेको हुनाले मलाई आउन नसकी त्यसै बसिरहेको थिएँ। पछि एउटा योगीको साथ लगाई छाडिदिन्। तपाईँको दर्शन गर्न आए। यति विष्णुको वचन श्री महादेवले ब्रह्मा विष्णु प्रभृति 33 कोटी देवता, यक्ष, गन्धर्व, नन्दी, भृगी, प्रमदगण, भूत, प्रेत समेत जम्मा गरी आज्ञा भयो। हे देवता हो, पापिष्ट जालन्धरलाई तिमीहरू गई मारि आऊ। तब सकल देवताले हवस् भनी तयार भए। अब महादेवले नारदलाई डाकी, हे नारद, तिमी गई जालन्धरसँग भन कि तिमीसँग युद्ध गर्न देवताहरू आउन लागे, तयार हौ। यति महादेवको आज्ञा सुनि नारद ऋषि हवस् भनी जालन्धरका घर जाँदा भए। हे अगस्त्य मुनि, जालन्धर कैलाशबाट फर्की आफ्नो घर गयो। वृन्दाले आफ्ना स्वामी जालन्धर आएको देखि गोडा धोई भित्र लागि भन्न लागि, हे स्वामी, पार्वतीलाई छल गर्न भनी जानुभएको कसो भयो? तब जालन्धरमा दशले, प्रिय, त्यो कुरा कहन्छु सुन। म यहाँबाट कैलाश पर्वतमा गई महादेव भेषधारी गरी जाँदा पार्वतीले देखिन सुनको कण्डुले मेरो गोडा धुन ढोकामा आइन। मैले देख्दा राम्रीमा ती पार्वती देखि अरू यो पृथ्वीमा हुन दुर्लभ छ। पार्वतीको मुख देख्ने बित्तिकै मलाई होस भएन, मूर्छा भई भुइँमा ढलेको थिएँ। पछि चेष्टा भई उठेर हेर्दा पार्वती कता गइन् केही थाहा पाइन र फर्किआएँ। जालन्धरको यस्तो वचन श्री वृन्दा भन्छन्, हे स्वामी, तपाईँ त्यहाँ गएपछि विष्णुले तपाईँको भेषधरी मलाई छल गर्न भनी आएको थिए। मैले चिनी विष्णुलाई कोठामा थुनी धेरै दिनसम्म राखेकी थिएँ। पछि अति राम्रो अपूर्व नयाँ एक योगीलाई आए माग्दा विष्णुलाई दिई पठाए। यति वृन्दाको वचन श्री जालन्धर अत्यन्त क्रोधित भएर, हे वृन्दा, त्यसो भए पार्वतीलाई छल नगरी छाड्ने छैन, फेरि जान्छु भनी जालन्धर बाहिर निस्कँदा महादेवले पठाएका नारद ऋषि पनि त्यहाँ पुगेर जालन्धरसँग भेट भयो। नारद, हे जालन्धर, कहाँ जान लाग्यौ भनी सोधेर जालन्धरले भिक्षा माग्न जान्छु भन्यो। तब नारद ऋषि भन्दछन्, हे जालन्धर,
तिमीले किन त्यस्तो मिथ्या कुरा गरेको, तिमी जान लागेको मैले थाहा पाएँ, पार्वतीलाई छल गर्न भनी जान लागेका हौ। उहाँहरू तिमीसँग युद्ध गर्न ब्रह्मा विष्णु प्रभृति सकल देवता आउन तयार भई मलाई खबर पुर्याउन पठाएको। तिमी अन्त जान पछि नलागे आफ्नो जो चाहिने सरञ्जाम तयार गर। त्यसपछि जालन्धरले त्यसो भए फर्कन्छु भनी फर्किए। आफ्नो घरमा स्त्री छेउ नारद आई भनेको कुरा सबै कुरा वृत्तान्त सुनाए। अब म लडाइँ गर्न जान्छु, घरमा सम्हार गरेस् भनी वृन्दा छेउ विदा भई हातमा त्रिशूल लिए आफ्ना सेना जम्मा गरी देवतासँग युद्ध गर्न भनी कैलाश पर्वततर्फ गयो। नारदले जालन्धरलाई खबर दिई फर्की महादेव छेउ पुगी दण्डवत गरी जालन्धरसँग भएको कुरा वृत्तान्त सुनाएर नारदको वचन सुनि ब्रह्मा विष्णु प्रभृति सकल देवतालाई युद्ध गर्न जाउँ भनी विदा दिए। यति श्री महादेवको आज्ञा सुनि सकल देवताहरूले हवस् भनी अनेक तरहका बाजा बजाए शिवनाथले गरजी कैलाशबाट आए। बाटामा दुवैतर्फका सेना भेटिया घोर युद्ध भयो। देवताहरूले कल्लोल शब्द गरी कराई अघि सरी अनेक शस्त्र अस्त्र प्रहार गरे। देवताले प्रहार गरेको शस्त्रले जालन्धरलाई केही गर्न सकेन। एकातिर लाग्न गयो, अर्को आफूले प्रहार गरेर शस्त्रले केही गर्न नसकेको देखि ब्रह्मादिहरू दिक्क भए। आफ्ना शस्त्र अस्त्र झिकी चुप लागिरहे। तब वैकुण्ठनाथ विष्णु महाक्रोधित भई पाञ्चजन्य शङ्ख बजाए कौमुदकी गदा घुमाए प्रहार गर्न लागे। त्यो गदाले पनि जालन्धरलाई छुनै सकेन। फेरि इन्द्र क्रोधित भई वज्र हातमा लिई प्रहार गरे। वज्रले पनि केही गर्न सकेन। जालन्धरले नटेरी एउटा तृण जतिको पनि नमानी चुप लागिरह्यो। आफ्ना आफ्ना शस्त्र अस्त्र बराबर देवताहरू छोड्दै थिए। फेरि शिव नचल्दा केही शिव नचल्दा वैकुण्ठनाथ नारायणले अब यस्ता रीतले भएन भनी महादेव छेउ गए भनेर हे ईश्वर जालन्धरलाई मार्न हामीले सक्दैनौँ। तपाईँ बिना दोस्रोको सामर्थ्य छैन, तपाईँ जानु पर्यो। यति विष्णुका वचन श्री महादेव आज्ञा गर्छन्। हे विष्णु, जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्मले गरी जालन्धरलाई कसैले मार्न सक्दैन। तसर्थ तिमीले आफ्नो मायाले छोपी जालन्धरको भेष गरी अन्तपुरमा गई छल गरी वृन्दाको पतिव्रता धर्म नष्ट गराउन भए गई जालन्धरलाई मार्छु। महादेवको यस्तो आज्ञा हुँदा विष्णुले हवस् भनी महादेव छेउ विदा भई जालन्धरको भेष लिए। बायाँ हातमा त्रिशूल समय दाहिने हातले डमरू बजाई विष्णु मायाले छोपी जालन्धरको घरमा पुगे। भेषधारी जालन्धर आएको वृन्दाले देखी हतपताई पाउ धोई कोठामा लगी आसनमा बसाली वृन्दा बिन्ती गर्न लागि, हे स्वामी, महादेवसँग युद्ध गर्न जानु भएको कसो गरी आउनु भयो? जालन्धर रूप विष्णु आज्ञा गर्दछन्। हे प्रिय, महादेवसँग युद्ध गर्दाको थकाइ मारु भनी फर्किआएको छु, भोक लागिरहेछ, खानेकुरा ल्याऊ। तब वृन्दाले अनेक तरहसँग 84 व्यञ्जन तयार गरी भोजन गराए। रात परेपछि वृन्दासित अनेक तरहका कुरा गरी वृन्दाको पतिव्रता धर्म नष्ट गरिदिए। रात बितेपछि जालन्धर रूप छाडी आफ्नो स्वरूप चार हातमा शङ्खचक्र गदा पद्मली दर्शन दिए। तब वृन्दा क्रोधित भइए, पापिष्ट विष्णु, तिमीले कपट गरी मेरो पतिव्रता धर्म नष्ट गरिदियौ भनिन्। तब विष्णु आज्ञा गर्छन्, हे वृन्दा, जालन्धरलाई महादेवले हिजै मारिसके। अब तैँले वैकुण्ठको अधिपति भएको म नारायण जस्तालाई स्वामी पाएपछि किन फिक्री गर्छेस्? हे वृन्दा, त पत्यार मान्दिनुहोस् भने अलि खेरमा समाचार पाउलिस्। यस्ता नाना तरसँग विष्णुले वृन्दालाई बुझाउँदा भए। यदि श्री स्कन्द पुराणे केदार खण्डे माघमात्मे कुमार हस्त संवादे श्री स्वस्तानी परमेश्वर्या व्रत कथायां वृन्दा पतिव्रता धर्महरण नाम सप्तदशोऽध्यायः। फेरि पनि श्रोतावृन्दहरूले हातमा जौतिल फूल बेलपत्र लिएर फेरि माता स्वस्तानी परमेश्वरीको ध्यान गरौँ। ओम उपनयतु मंगलम महा सकल जगन मंगलालय श्रीमान तीनकर किरण निबोधित नमन हलीन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षमरहितो ब्राह्मणः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु सर्वं शतं। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्करा प्रभृति देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः। कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभाव करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयेत्। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुवाणि ध्वजानि तानि पुष्पाञ्जलिर्वेतुशुकाय नित्यमन्त्रं पुष्पाञ्जलि समर्पयामि। उमामहेश्वराभ्यां नमः। श्री स्वस्तानि परमेश्वरे नमः। श्री स्वस्तानि परमेश्वरे ओम पुस्तकाय नमः।
फेरि पनि अर्को अध्याय लिएर फेरि पनि उपस्थित हुनेछौँ। सम्पूर्ण श्रोतावृन्दहरूको समस्त घर परिवारमा सुख शान्ति समृद्धि छाओस्। धन्यवाद।